रासोपा सरकारले फेरि ल्याइदियो महाभूकम्प, आयो बालेन आधी, हरायो विपक्षी नेताको भोग निन्द्रा। अल्लारे शिक्षा मन्त्री सस्मित पोखरेलको बल्ल आँखा खुल्यो। भर्नामा मन लाग्दी शुल्क लिने विद्यालयहरू कारबाहीको रडारमा, आजको भोलि अनुगमन गर्न ठाडो निर्देशन। पत्याउनुहुन्छ एकैपटक 1200 को जागिर चैट। दलको आडमा राजनीतिक नियुक्ति लिएका र भुँडी भरेकाहरूको एकैचोटि अब ठण्डा आराम हुने स्थिति आएको छ। बालेनले दर्जनौं कानून अध्यादेश मार्फत ल्याउन खोज्दा ठूलो भूकम्प, राष्ट्रपतिलाई दबाव, विपक्षीको चर्को विरोध, रासोपा वान मेन शो। बालेन सरकारले हटाउने डरले त्रिवेणीका उपकुलपति सहित सबै पदाधिकारीले दिए एकैचोटि राजीनामा। नमस्कार। राजनीतिक नियुक्ति खारेज गर्ने बालेन सरकारको तयारी पछि त्रिभुवन विश्वविद्यालयमा हलचल नै मचिएको छ। राष्ट्रपतिले बालेन सरकारका 6 मध्ये एक मात्र अध्यादेश जारी गरे। 5 होल्डमा राखेर कानून बेचसँग छलफल। विपक्षीलाई थुन्न होइन, राज्य संयन्त्र सुधार्न अध्यादेश ल्याएका हौं। रासोपा सभापति रवि लामिछानेले सरकारको कदमको यसरी कडा बचाउ गरेका छन्। झण्डै 2/3 को शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतलाई समेत भेट्न इन्कार गरेका छन्। शक्तिशाली कानून ल्याउँदै बालेन सरकार फाइल अड्काएर देशलाई दशकौं पछाडि धकेल्ने झन्झटिला कानूनहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले 10 वर्षका लागि खारेज गरिदिने भएका छन्।